हेलो भाइ बहिनीहरू, तपाईँहरू सबैलाई स्वागत छ हाम्रो च्यानलमा। आशा छ तपाईँहरूको एक्जाम चाहिँ राम्रो गइरहेको छ होला र धेरैजनाको रिक्वेस्टपछि चाहिँ मैले आज फिजिक्सको मोस्ट इम्पोर्टेन्ट क्वेसनको लिस्ट लिएर आइसकेको छु है त। यो भिडियोलाई अन्त्यसम्म हेर्नु, तपाईँले फिजिक्समा राम्रो मार्क्स ल्याउन सक्नुहुनेछ है त। र हाम्रो यहाँ पहिलो क्वेसन रहेको छ मेकानिक्सबाट, स्टेट एन्ड एक्सप्लेन प्रिन्सिपल अफ कन्जर्भेसन अफ एङ्गुलर मोमेन्टम। अनि त्यसैसँग टेल क्वेसनको रूपमा चाहिँ वाट इज मोमेन्ट अफ इनर्सिया। र त्यसै गरी सेकेन्ड क्वेसन पनि हाम्रो मेकानिक्सबाटै रहेको छ, क्यालकुलेट अर कम्पेयर। क्यालकुलेट भनेर आउनु पनि सक्छ र दुईटाको कम्पेयर गर्न भनेर आउनु पनि सक्छ है त। द क्यालकुलेट अर कम्पेयर द मोमेन्ट अफ इनर्सिया अफ अ युनिफर्म थिन रड एबाउट एन एक्सिस पासिङ थ्रु इट्स सेन्टर। एउटा चाहिँ उसको एक्सिस सेन्टरमा भएको र एउटा चाहिँ पर्पेन्डिकुलर टु इट्स लेन्थमा एक्सिस अफ रोटेसन भएकोवाला को चाहिँ क्यालकुलेट गर्न अथवा दुईटाको चाहिँ कम्पेयर गर्न, मोमेन्ट अफ इनर्सिया चाहिँ कम्पेयर गर्न चाहिँ आउनसक्छ। यो नै एकदम इम्पोर्टेन्ट क्वेसन रहेको छ। त्यसै गरी हाम्रो थर्ड क्वेसन रहेको छ, वाट इज एसएचएम। एसएचएम भन्नाले सिम्पल हार्मोनिक मोसनको डेफिनेसन र टोटल एनर्जी अफ द पार्टिकल एक्जिक्युटिङ एसएचएम। एसएचएममा हुने पार्टिकलको चाहिँ टोटल एनर्जी निकाल्न। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ है त। त्यसै गरी अर्को हाम्रो फोर्थ क्वेसन पनि रहेको छ हाम्रो मेकानिक्सबाटै, वाट इज सर्फेस टेन्सन र डिफाइन कोफिसिएन्ट अफ भिस्कोसिटी। यो पनि दुईवटा डेफिनेसनमध्ये एउटा डेफिनेसन 99% आउँछ र त्यसै गरी तिनवटा चारवटा मध्ये चाहिँ एउटाको डिराइभ गर्न है त। बर्नौलिस फर्मुला, पोइजोलिस फर्मुला, स्टोक्स फर्मुला, इक्वेसन अफ कन्टिन्युटी, यिन चारवटा मध्ये एउटा चाहिँ 99% आउँछ है त। त्यसै गरी अब अर्को क्वेसन रहेको छ हाम्रो हिट एन्ड थर्मोडाइनामिक्सबाट, एक्सप्रेसन फर वर्क डन ड्युरिङ एडियाबेटिक प्रोसेस अथवा आइसोथर्मल प्रोसेसको बेलामा चाहिँ वर्क डनको एक्सप्रेसन निकाल्न आउनसक्छ। त्यसै गरी वाइ सिपी इज अलवेज ग्रेटर देन सिबी। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ है त। त्यसै गरी अब हाम्रो सिक्स्थ क्वेसन चाहिँ वेभ्सबाट रहेको छ, न्युटन्स फर्मुला फर भेलोसिटी अफ साउन्ड एन्ड ल्याप्लेस करेक्सन अन इट। यो क्वेसन पनि 99% इक्जाममा आउन सक्ने क्वेसन हो है त। त्यसै गरी अर्को क्वेसन पनि हाम्रो वेभ्स एन्ड अप्टिक्सबाटै रहेको छ, डिस्क्राइब द डिफ्रेन्ट मोड अफ भाइब्रेसन अफ एन एयर कलम इन ओपन अर्ग्यान पाइप अर क्लोज अर्ग्यान पाइप। यो दुईवटा मध्ये चाहिँ एउटाको चाहिँ डिफ्रेन्ट मोड अफ भाइब्रेसन भनेर चाहिँ सोध्न सक्छ है त। त्यसै गरी अर्को हाम्रो एट्थ क्वेसन रहेको छ, साउन्ड वेभ आर अल्सो कल्ड प्रेसर वेभ, वाइ। अनि त्यसै गरी त्यसैसँग जोडिएर चाहिँ वाट इज डपलर इफेक्ट अनि डिड्युस द फर्मुला फर सोर्स अर अब्जर्भर मुभिङ टुवार्ड अर अवे। भनेको कि सोर्स अवे जान सक्छ, टुवार्ड हुनसक्छ, कि अब्जर्भर टुवार्ड अवे हुनसक्छ, कि दुइटैलाई एउटा टुवार्ड एउटा अवे, त्यस्तो खालको चाहिँ फर्मुला डिराइभ गर्न भन्दै चाहिँ हामीलाई एउटा क्वेसन आउने गर्छ है त। अनि यसको चाहिँ न्युमेरिकलहरू पनि एकदमै इम्पोर्टेन्ट छ यो डपलर्स इफेक्टबाट चाहिँ। र त्यसै गरी अर्को हाम्रो नाइन्थ क्वेसन रहेको छ, हाउ क्यान अ स्पेरिकल वेभ फ्रन्ट बी चेन्ज इन्टु प्लेन वेभ फ्रन्ट। स्पेरिकल वेभ फ्रन्टलाई चाहिँ प्लेन वेभ फ्रन्टमा कसरी चेन्ज गर्न सकिन्छ भनेर चाहिँ यो क्वेसन पनि एकदम इम्पोर्टेन्ट रहेको छ। त्यसै गरी स्टेट हाइजेन्स प्रिन्सिपल एन्ड इट्स एप्लिकेसन। इट्स एप्लिकेसन भन्नाले चाहिँ हाइजेन्स प्रिन्सिपललाई केमा युज गरेर कुन कुन फर्मुलाहरू हामीले डिराइभ गर्न सकिन्छ अथवा प्रुभ गर्न सकिन्छ भनेर गरिएको छ नि, हो त्यो क्वेसनहरू नै एकदम इम्पोर्टेन्ट रहेको छ है। त्यसै गरी अर्को रहेको छ 10 नम्बरमा, राइट द डिफ्रेन्स बिट्विन इन्टरफेरेन्स एन्ड डिफ्र्याक्सन। यो क्वेसन पनि 2देखि 3 मार्क्समा एकदम इम्पोर्टेन्ट क्वेसन। त्यसै गरी हाम्रो 11 नम्बरमा रहेको छ, स्टेट एन्ड प्रुभ ब्रेस्टर्स ल। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन। 12 नम्बरमा रहेको छ, स्टेट क्रिचअफ्स ल, डिराइभ द ब्यालेन्स कन्डिसन फर व्हिटस्टोन ब्रिज युजिङ देम। क्रिचअफ्स लको युज गरेर चाहिँ व्हिटस्टोन ब्रिजको चाहिँ ब्यालेन्स कन्डिसन डिराइभ गर्ने, यो क्वेसन पनि एकदम इम्पोर्टेन्ट रहेको छ। त्यसै गरी बायोसपार्ट एन्ड एम्पियर्स ल एन्ड देयर एप्लिकेसन्स। बायोसपार्ट र एम्पियर्स लको एप्लिकेसनहरू मध्येबाट कुनै एउटा सोध्न सक्छ है। त्यसै गरी 14 नम्बरमा छ, स्टेट लेन्ज ल, डिराइभ द एक्सप्रेसन फर द एनर्जी स्टोर्स इन इन्डक्टर। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन। त्यसै गरी 15 नम्बरमा रहेको छ, डिफाइन आरएमएस भ्यालु अफ एसी, एक्सप्रेसन फर इम्पिडेन्स अफ द सर्किट एलसिआर सर्किट अर रेजोनेन्स फ्रिक्वेन्सी। अनि यसको न्युमेरिकल पनि एकदम इम्पोर्टेन्ट। यो भिडियोमा चाहिँ मैले मोडर्न फिजिक्सको चाहिँ इन्क्लुड गरेको छैन। तपाईँहरूलाई मोडर्न फिजिक्सको चाहिएमा चाहिँ पार्ट 2 लेख्नु होला, मैले अर्को भिडियोमा इन्क्लुड गरिदिनेछु है।